हेलो दर्शक नमस्कार सबैजनालाई स्वागत छ यो अर्को मिनी ब्लगमा। आज चाहिँ भिडियोको सुरुबाट हजुरहरूले हेर्न सक्नुहुन्छ बाँदरले गर्दाखेरि चाहिँ सबै थोक खाइदिइसकेको छ। त्यहाँ भए जति हाम्रोतिर चाहिँ बाँदरले एकदमै धेरै खानेकुराहरू खाइदिन्छ। जे रोपे पनि सबै बाँदरले खाइदिने भएकोले हाम्रो गाउँतिर चाहिँ अचेल खासै केही रोप्नलाई जाँगर पनि लगाउनुहुन्न। अनि बाँदर चाहिँ त्यो म खेदाइरहेको थिएँ। अनि त्यतिखेर चाहिँ बाँदर चाहिँ लास्टमा भिडियोमा कहाँ चाहिँ देखिएन छ, सुरुमा अलिकति कुदेको चाहिँ देखिएछ। त्यसपछि बाँदर खेदाएर म चाहिँ गाईलाई खोलिदिँदै थिएँ। हाम्रो चाहिँ दुईवटा गाई चाहिँ एउटा सेतो गाई र एउटा रातो गाई, अनि दुईवटाले खोले खाँदै थियो आनन्दले। त्यसपछि आज चाहिँ एकदमै धेरै घाम लाग्थ्यो, त्यही भएर हामीले बिस्कुट लगाएको थियो। अनि बिस्कुट उठाउनु पर्ने थियो, बिस्कुट उठाउनुभन्दा अगाडि भोक लागेको थियो, त्यही भएर म चाहिँ गएँ काँक्रा टिप्नलाई। काँक्रा चाहिँ फुलको रुखमा फलेको थियो। त्यसपछि मम्मी चाहिँ स्कुलबाट आउनु भएको थियो। अनि त्यसपछि मम्मीलाई मैले हाई भन्दै थिएँ। त्यसपछि मैले चटपटे खाजा बनाएँ। त्यसपछि मेरो अनुहारमा पसिना हेर्नु न कस्तो धेरै छ। अनि त्यसपछि म चटपटे हजुरहरूलाई पनि भनेर खाँदै थिएँ। अहिले मैले चटपटे खाएँ। अहिले मलाई एकदम मिठो नै लाग्यो होइन, म आफैले मिठै बनाएको थिएँ। त्यसपछि मम्मीले पनि खानुभयो। अनि मम्मीलाई मैले सोधेको कस्तो लाग्यो मम्मी भनेर, भनेको मम्मीले मिठो छ भनेर भन्नुभयो होइन। अनि अलिक मजाले भन्नु न भनेको मिठो छ भनेर भन्नुभयो। अनि त्यसपछि मम्मीले यतापट्टि थाल उठाउँदै हुनुहुन्छ, अनि मैले चाहिँ उतापट्टि थाल उठाउँदैछु। दुईपट्टि थियो क्या, दुईबाट सुकाएको थियो। अनि त्यही भएर पानी पर्न लागिसक्यो थियो, त्यही भएर हामीले हतार गरेको। अनि त्यसपछि धान उठाइसकेर म चाहिँ हँसियाएर र पल्जा लगाएर यता बारीतिर आएँ। अनि यो चाहिँ हाम्रो कोठेबारी हो साथीहरू। त्यसपछि अहिले चाहिँ म मकैबारी पुगेँ। अनि मकैबारीमा चाहिँ मकै काट्न गएको, किनभने अचेल चाहिँ हाम्रोतिर चाहिँ बाँदरले सबै खाइदिएर मकै फलेको छैन, त्यही भएर यो चाहिँ घाँसको लागि। आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ, बाई बाई।